यो बाघलाई देखाऊ है। यो बाघले खतरा बाघले हेर्ने त आमा। फेरि पनि हेलो एन्ड नमस्ते। आई होप सबैजना सन्चै आराम हुनुहुन्छ होला। अनि आजको दिनसम्म म पनि सन्चै आराम छु। अनि आज चाहिँ म अब चट्ट यो बाइकमा चाहिँ होइन, अनि बुढीलाई चाहिँ त्यहाँ 24 कोटीसम्म लगेर छोड्नु छ। अनि एकछिनमा चाहिँ म 24 कोटी छोडेर अनि फेरि फर्किनु पर्ने हुन्छ है त। अनि बाटोमा भेट्नु पर्ने हुन्छ गाइजहरू। बाटोमा भेटौँ। अहिले चाहिँ म टक्क घरबाट चाहिँ होइन, अनि बुढीलाई चाहिँ 24 कोटीसम्म छोड्न गएको छु होइन, जाँदैछु। अनि आज चाहिँ के छ भन्दाखेरि बुढीको चाहिँ अफिसको कार्यक्रम छ नि त। आज के हो रे आज कार्यक्रम? आज के हो रे खास गरी? हामी केमा जान लागेको रे आज? ए अँ, सहकारी दिवस छ नि त आज। अनि सहकारीमा काम गर्ने भएको हुनाले चाहिँ 67 त्यही त। अनि छोड्न जाँदैछु 24 कोटीसम्म। अनि धेरै दिन भएको थियो नि त, अनि घर नि बसिरहेको। अनि अब काम छोडेर चाहिँ घर बसिरहेको छु अहिले चाहिँ। अनि मोटो भ्लग पनि गर्नु पाएको थिएन, धेरै भयो। त्यही भएर चाहिँ अहिले आज चाहिँ म टक्क 12मा मोटो भ्लग गर्दैछु। मोटो भ्लग गर्ने दिन पनि छैन, धेरै एकरा हो। अब त्यो जस्तो त बाटो अहिले त बाटो त बबाल बनाएको छ जतासुकै यार। पिच हेर्नु यस्तो पहिला कस्तो खाल्डो थियो कि यो बाटो होइन। आजभन्दा लगभग 2 वर्ष अगाडि, 2 वर्ष कि लगभग 1.5 वर्ष अगाडि भनौँ न, पुरै खाल्डो थियो कि यसमा। अहिले चाहिँ पुरै डेन्जर बनाएको क्या। कसले फोन हान्यो फेरि यार? कसले फोन हान्यो कि फेरि? ल अहिले चाहिँ यस्तो दामी छ नि बाटो होइन, यस्तो दामी छ हाम्रो भरतपुरको चाहिँ हाइवे। चुक्ना बनाइसक्यो नि आम्मा, पुरै फ्लोर लाइटहरू हालेर होइन। धेरै विकसित भइसक्यो चितवन पनि अब। अनि यो साइड भनेको चाहिँ पुरा हाम्रो एयरपोर्ट साइड हो होइन। पुरै वहीँ तलदेखिबाट छ, वहीँसम्म छ एयरपोर्ट। प्लेन उड्न लागेको रहेछ यार बुद्धहरूको। ल अनि यता अहिले भाइरल थियो नि, कता हो यार त्यो उसको बाघको मूर्ति के? भिडियो बनाउनु लक्ष्मी, भिडियो बनाउन एकचोटि त्यहाँ बाघको के? ऊ त्यहाँ बाघ छ कि, त्यो बनाउन छिटो। छिटो बाघ आइसक्यो कि ल बनाउनु। यो बाघलाई देखाऊ है। यो बाघले खतरा बाघले हेर्ने त आमा। बाघ राखिदिएको नि, बाघ टाइगर बाघको राखिदिएको कि है। तर डेन्जर भाइरल भएको नि हो यार। कतापट्टि रोकिदिउँ तिमीलाई? कतापट्टि रोकिदिउँ? यता 24 कोटी रोकिदिउँ? यता हो भयो अब रख। वाह यता लान्छु कि त भाइ? जहाँ भाइ त्यो रोक्न पाइन्न क्या यहाँ। ल लिएर जाऊ मोबाइल। म गएँ मोबाइल लिएर फोटो खिच्नुहुन्छ? के फोटो खिच्नु पर्दैन? फोन गर है आउने ल। फाइनली बुढलाई पनि छोडिदिइसकेको अवस्था।
अब चाहिँ प्लेन उडाएको हेरेर जानुपर्ने हुन्छ नि त गाइजहरू। अनि तिर्चोक आएको भनेको मैले लगभग आधा घन्टा भइसक्यो बिचरा होइन, पुरै छ के गरेको ल ल ल ल ल यस्तो राखिदिरहेको पुरा स्वाइङ हो। म रफ्तार गतिमा चाहिँ अब लङ्गु आइपुगेको म चाहिँ यतिखेर होइन। अनि मङ्गलपुरमा भन्थेँ नि त मैले अघि नै भनेको थिएँ, काममा थोरै काम थियो। अब जाँदै सिधै म बाइपास जान्छु अब साझा पेट्रोल पम्पतिर। साह्रो छ यार, गर्मी बढिसक्यो, अब हिँड्न पनि सकिन्न। लामोले कपडा नलागिकन त कामै छैन अहिले यतिखेर होइन। लामोले कपडा लाग्यो भने त हुन्छ न, बोलेर हतबाक हुन्छ क्या। एकदममा गर्मी बढ्यो गाइज, गर्मी बढ्यो। गाह्रो छ जिन्दगीमा। सारा फायर छ, अब के गर्ने खै। आज र्याली थियो नि त उनीहरूको अफिसको, त्यो भएर चाहिँ आज छिटै छुट्टी भयो। शनिबार हो, खासै शनिबार त सधैँ छुट्टी हुन्थ्यो उनीहरूको। अनि आज कार्यक्रम भएको हुनाले चाहिँ, अब र्याली कार्यक्रम सहकारी दिवस भएको हुनाले चाहिँ यसो फिल्डमा आएको थिएन। अब चाहिँ सबै सहकारीको भेला भएको थियो नि त हामी यहाँ 24 कोटीमा। अनि यहीँ छोडेको, अहिले फेरि म लिन जानुपर्ने चाहिँ उहाँ बाइपास जानु पऱ्यो क्या, साझा पेट्रोल पम्पनिर। कति भिड हुन्छ यो ठाउँ यार, आमा हेर कहाँ ल्याएर पेल्छ कारहरू नि। देख्न सक्नुहुन्छ यो चाहिँ 24 कोटी है गाइस, 24 कोटी आइपुगेँ म। अब यहाँबाट सिधै गएर चाहिँ साझा पेट्रोल पम्प निस्किन्छु। पुनाकै छ यार, पुनाकै छ पुरा भाइ पुरा। कुदाउने माहौल पनि छैन यार महाकाश, मान्छे झ्याप बाटो काटिदिएर है। कुदाउने माहौलै हुँदैन कि यस्तो पनि। पुलिसहरूले राइफल बोकेर हेरिदिरहेछन्।
यो चाहिँ हाम्रो बाइपास रोड हो होइन। बाइपास रोड पनि बबाल छ नि, फेरि यहाँ रातिमा पनि बबाल देख्छ। अनि बिचमा चाहिँ घाँसहरू राखेको छ है, रुखहरू बिहान त, यसले गर्दा चाहिँ बबाल हुन्छ क्या। जिल्ला कार्यालय हर्सिट्यो राष्ट्रिय सहकारी दिवस आज। उता बुढी चाहिँ उता गाडी पछाडि छ, अब त्यहाँ रुखको फेदमा बसिरहेको छ राततिर। सिधा तिम्रो अगाडि हेर नि, अब त्यो अगाडि त्यसै फड्केर हुन्छ निको।